के एउटी बेश्याको जीवन पनि बुद्धको बाणीले परिवर्तन हुन सक्छ त? यो कथा तपाईहरूले अन्तिमसम्म सुनेर बुझ्न सक्नुहुन्छ। आउनुहोस् लागौँ विषयवस्तुतर्फ। प्राचीन समयमा वैशाली नगरमा आम्रपाली नामकी एक अत्यन्तै सुन्दर र वैभवशाली बेश्या थिइन्। उनको सुन्दरता र कलाको चर्चा टाढा टाढासम्म फैलिएको थियो र उनी निकै धनी तथा प्रतिष्ठित थिइन्। उनको महलको सजावट र सम्पत्ति दुवै राजाको भन्दा कम थिएन। एकपटक भगवान गौतम बुद्ध आफ्ना शिष्यहरूसँग वैशालीमा आउनुभयो र नजिकैको जङ्गलमा रहेको कुटागारशालामा बस्नुभयो। आम्रपालीलाई जब बुद्ध आउनुभएको खबर मिल्यो, उनी तुरुन्तै भव्य रथमा चढेर बुद्धको दर्शन गर्न पुगिन्। उनको मनमा बुद्धको शान्त र तेजस्वी रूप देखेर असीम आनन्द भयो। दर्शनपछि आम्रपालीले अत्यन्तै विनम्रताका साथ बुद्धलाई भोलिपल्टको भोजनका लागि आफ्नो निवासमा आउन निमन्त्रणा गरिन्। बुद्धले उनको निमन्त्रणा सहजै स्वीकार गर्नुभयो। बुद्धले आम्रपालीको निमन्त्रणा स्वीकार गरेको सुनेर बुद्धका धेरै शिष्य र वैशालीका कुलीन पुरुषहरू आश्चर्यमा परे। उनीहरूले बुद्धलाई भने, हे तथागत, यी आम्रपाली नगरकी बेश्या हुन्। उनीसँग बस्दा हाम्रो बदनामी हुन सक्छ। हामीलाई लाग्छ तपाईँले यो निमन्त्रणा अस्वीकार गर्नुपर्छ। बुद्ध मन्द मन्द मुस्कुराउनु भयो र भन्नुभयो, शिष्यहरू, मैले आम्रपालीको हृदयको भावना र समर्पणलाई हेरेको छु। ज्ञानको मार्गमा कोही पनि व्यक्ति उसको काम वा पदका कारण फरक हुँदैन। बुद्धका लागि सबै समान छन्। बुद्धले आफ्नो वचन कायम राख्नुभयो र भोलिपल्ट आम्रपालीको महलमा भोजनका लागि जानुभयो। भोजनपछि आम्रपालीले बुद्धलाई हात जोडेर आफ्नो जीवनको बारेमा बताइन् र सोधिन्, के म जस्ती व्यक्तिको लागि पनि सत्यको मार्ग र शान्ति प्राप्त गर्ने सम्भावना छ? तब बुद्धले उनलाई गहन उपदेश दिनुभयो। हे आम्रपाली, तिम्रो यो रूप र सम्पत्ति क्षणिक छ। तिम्रो यो सुन्दर शरीर एक दिन जीर्ण हुनेछ र यो धन यहीँ छोडिनेछ। जीवन दुःखमय छ र यसको कारण हो तृष्णा, अत्याधिक चाहना र मोह। जबसम्म तिमी यस क्षणिक सुन्दरता र धनको मोहमा रहन्छौ, तिमीलाई वास्तविक शान्ति मिल्दैन। संसारको कुनै पनि चिज स्थायी छैन। तिम्रो सुन्दरता एक दिन ढल्छ। तिम्रो जवानी एक दिन वृद्ध अवस्थामा बदलिन्छ। ज्ञान र सत्यको मार्गमा हिँडेर मात्र मनको स्थायी शान्ति प्राप्त गर्न सकिन्छ। बुद्धको यो उपदेश आम्रपालीको हृदयमा गहिरोसँग बस्यो। उनलाई लाग्यो कि यो सुन्दरता नै उनको दुःख र बन्धनको कारण हो। आम्रपालीले तत्कालै आफ्नो सबै सम्पत्ति, भव्य महल र गहनाहरू बुद्धको सङ्घ भिक्षु भिक्षुणीहरूको समूहलाई दान गर्ने घोषणा गरिन्। उनले आफ्ना सबै ऐश आराम र भोग विलासलाई त्यागेर बुद्धसँग भिक्षुणी बन्ने इच्छा व्यक्त गरिन्। आम्रपालीले आफ्नो जीवनको बाटो पूर्ण रूपमा परिवर्तन गरिन्। उनी एक समर्पित भिक्षुणी बनिन् र कठोर साधनापछि सत्य प्राप्त गरेकी व्यक्ति बनिन्। यो कथाले हामीलाई कस्ता सन्देशहरू दिन्छ त? भेदभाव रहित शिक्षा। बुद्धले आम्रपाली जस्ती बेश्यालाई पनि कुनै भेदभाव बिना उपदेश दिए। ज्ञानको मार्गमा सबै मानिस समान हुन्छन् भन्ने सिद्ध गरे। तपाईको सामाजिक स्थिति वा विगतले तपाईको भविष्यको आध्यात्मिक सम्भावनालाई रोक्दैन। संसारका सबै कुरा, चाहे त्यो सुन्दरता होस् या धन, एक दिन नष्ट हुन्छन्। त्यसैले क्षणिक वस्तुहरूको पछाडि नलागी आत्माको शान्ति र सत्य ज्ञानको खोजी गर्नुपर्छ। मानिसले चाहेमा कुनै बेला पनि आफ्नो जीवनलाई नयाँ र सकारात्मक दिशा दिन सक्छ। आम्रपालीको जीवनको पूर्ण परिवर्तनले देखाउँछ कि आत्मबोध र दृढ सङ्कल्पले मानिसलाई महान बनाउन सक्छ। बन्ने होइन त तपाईहरू पनि आजैदेखि महान
महान बन्नको लागि मेरो भिडियोलाई लाइक गर्नुहोस्। पक्कै पनि तपाईँहरूलाई यो कथा मन परेरै यहाँसम्म आइपुग्नु भएको छ। भिडियोलाई लाइक गर्नुहोस्, कस्तो लाग्यो कमेन्ट गर्नुहोस्, मन पर्यो भने साथीहरूको माझमा ज्ञान बाँड्नुहोस्, सेयर पनि गर्नुहोस्। यस्तै यस्तै प्रेरणादायी कथाहरूको लागि तपाईँहरूले मेरो च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाउनु पर्ने हुन्छ। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको लागि बिदा माग्न चाहन्छु। हवस् त, धन्यवाद। अन्त्यमा ज्ञानदीप सधैँ बालिरहनुहोस् है।